पैक सिस्टम भनेको विनिमय दर कुनै एक कन्ट्रीको एक देशको विनिमय दर दोस्रो देशको विनिमय दरसँग कन्स्टेन्ट फिक्स स्थिर रहने कुरा पैक सिस्टम हो। भारतीय रुपैयाँको नेपाली 1.60 भनौँ 1 रुपैयाँ 60 पैसा हुने यो सिस्टम चाहिँ जहिले पनि कन्स्टेन्ट रहने, चाहे भारतीय मुद्रा अमेरिकन मुद्राको विनिमयमा धेरै तलमाथि होस् अथवा जुनसुकै लेभलमा रहे पनि नेपालसँग कन्स्टेन्ट हुने कुरा चाहिँ यो पैक सिस्टम हो। नेपालले इन्डियासँग यो पैक सिस्टम गरेको। यो आइएमएफले पहिले इन्टरनेसनल मोनेटरी फन्डले यसलाई चाहिँ पहिलेदेखि नै यो पैक सिस्टमलाई राखेको उचित हुन्छ भनेर उनीहरूले चाहिँ अध्ययन गरेर यसलाई राख्न लगाएको। पैसा नेपालको व्यापार सम्पूर्ण व्यापारहरू भारतमै डिपेन्ड रहने र भारतकै माध्यमबाट आउने भएको हुनाले नेपालमा पैक सिस्टम नेपालले इन्डियासँग पैक सिस्टम राखेको हो र यसले चाहिँ नेपाल राष्ट्र बैङ्कले आफ्नो विनिमय दर स्वतन्त्र रूपमा चलाउन पाउँदैन र नेपालले आफ्नो मुद्रा मार्केटमा आफ्नो किसिमले फ्लोट गर्न नपाउने कुरा चाहिँ हामीले पैक सिस्टम भनेर भन्छौँ। यसका फाइदा पनि छन्, बेफाइदा पनि छन्। नेपालको अर्थतन्त्र भारतसँग अत्यन्त गहिरो रूपमा जोडिएको र ठुला व्यापार भारतसँग धेरै आयात हुने, धेरै खुला सीमा भारतसँग श्रम देखि लिएर बैंकिङ, पर्यटन, साना व्यापारी, ठुला व्यापारी, औपचारिक अनौपचारिक व्यापारिक सीमा यस्ता कुराहरूलाई लिएर अनि चाहिँ सीमा पार नगद लेनदेन हुने कुराहरूलाई मध्यनजर गरेर यो चाहिँ पैक सिस्टम नेपालमा राखिएको हो र यसले चाहिँ यसको के फाइदा हुन्छ भन्दाखेरि आफै गर्दा बलियो केन्द्रीय बैंक, बलियो गहिरो वित्तीय बजार र विश्वसनीय नीति चाहिँ ल्याउनको लागि चाहिँ यसले चाहिँ सहयोग गर्न सक्ने अवस्था रहन्छ। यसमा नेपाल राष्ट्र बैंक र कोरियन बैंकको कोरियन सरकारबाट आएको एउटा अध्ययन टोलीले नै नेपालको पैक सिस्टम हटाउनु पर्ने भन्ने जस्तो राय दिएको छ। यसले के फाइदा हुन्छ भन्ने कुरा गर्नु पर्दाखेरि नेपालले स्वतन्त्र मौद्रिक नीति चलाउन सक्छ। स्वतन्त्र मौद्रिक नीति भन्दाखेरि नेपालले इन्फ्लेसन हुँदाखेरि आफ्नो किसिमले कडाइ गर्न सक्ने र अर्थतन्त्र अनुसार ब्याज दर सेट गर्न सक्ने, रिसेसन आयो भनेपछि आफैले आफ्नै तरिकाले एजिङ गर्न सक्ने यस्तो कुराहरू चाहिँ नेपाल राष्ट्र बैंकले गर्न सक्छ। र यसमा चाहिँ के हुन सक्छ भने यदि भारत स्लो हुँदाखेरि नेपाल बुम भएको, भारतीय बजार बुम हुँदाखेरि नेपाल स्लो भएको अवस्थामा पनि यसलाई चाहिँ अध्ययन गरेर हामीले त्यो किसिमले गर्न सकिन्छ र यो सँगसँगै निर्यात प्रतिस्पर्धी बनाउन पैक सिस्टम आवश्यक रहेको हुन्छ। पैक हटेर नेपाली रुपैयाँ केही कमजोर भयो भने पनि नेपालमा अहिलेको अवस्थामा चाहिँ विभिन्न क्षेत्रबाट नेपालमा लगानी आउँछ। जसरी पर्यटनहरूले म्यानुफ्याक्चरिङ कुराहरूमा अथवा हामीले चाहिँ पर्यटन, कृषि उत्पादनको कुरामा, म्यानुफ्याक्चरिङ, ह्यान्डिक्राफ्टहरू, आइटी यस्तो कुराहरूमा चाहिँ हाम्रो चाहिँ विदेशबाट ठुलो लगानी नेपालमा आउँछ। किनभने उनीहरूले डलर महँगो हुन्छ भनेपछि उनीहरूको पैसा बढी भयो र नेपाल सस्तो भयो, यदि कमजोर भएको अवस्थामा पनि यस्तो किसिमको चाहिँ लगानी भित्रन सक्ने अवस्था रहे। भन्न खोजेको के भने एनपीआर नेपाली पैसा कमजोर भयो भने विदेशीले नेपालमा सस्तो गन्तव्यको रूपमा हेर्छ र पर्यटन र विदेशी लगानी चाहिँ नेपालमा धेरै भित्रन सक्छ। तर यसमा चाहिँ उत्पादन कम भयो अथवा लजिस्टिक कमजोर भयो, सानो स्केलमा उत्पादन, क्वालिटी इस्युका कुराहरू, नीति प्रशासनिक अवरोधमा सुधार नगरे हटाएर मात्रै हाम्रो चाहिँ सुधार हुँदैन र जसले गर्दाखेरि यसमा चाहिँ खासै निर्यातमा चमत्कार चाहिँ हुँदैन। यो कुराहरू चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ। पैक हटाइयो भनेपछि हाम्रो चाहिँ फ्लेक्सिबिलिटी हुन्छ। के हुन सक्छ त भन्नु पर्दाखेरि यसको चाहिँ फाइदामा हामीले चाहिँ नेपाल जस्तो इम्पोर्ट डिपेन्ड भनौँ न, इम्पोर्टमा रहेको अर्थतन्त्रमा फ्लेक्सिबिलिटीले अस्थिरता बढाउन सक्ने अवस्था रहिरहन्छ। पैक हटाउँदा भारतमा निर्भरता जो अहिले रहेको छ त्यो धेरै हदसम्म कम हुन्छ। हामीले चाहिँ करेन्सी बास्केटमा हामीले चाहिँ लिन सक्छौँ। अरू कन्ट्रीको जैसे चाइनाको कुरा भयो, हामीले चाहिँ अमेरिकन डलरसँग पनि हामीले यसरी लिन सक्छौँ। अनि म्यानेज्ड किसिमले हामीले मनीको फ्लोटेसन गर्न सकिन्छ। हामीले चाहिँ मैले अघि पनि भने युएसडी को कुरामा चाइनिज यानमा, इन्डियन करेन्सीमा त्यो आधारितमा रेफरेन्स हुन सक्ने तरिकाले चाहिँ हामीले चाहिँ यसको लागि स्ट्रेटेजिक डाइभर्सिफिकेसनमा बहस गरेर हामीले चाहिँ पैक हटाउन
सक्छौँ र यो हामीलाई पोजिटिभ पोइन्ट हुन सक्छ। यदि हामीले पेग हटायौँ भनेपछि नकारात्मक असर एकदमै ठुलो देखिन्छ, जसमा चाहिँ हाम्रो इन्फ्लेसन सबैभन्दा ठुलो हुन्छ, मूल्य वृद्धि। पेग हटाउँदा नेपालमा ठुलो खतरा र जोखिम भनेको मूल्य वृद्धिको हुन्छ, किनभने हामीले खाद्यान्नहरू, इन्धनहरू, औषधिहरू, निर्माण सामग्रीहरू, गाडीका पार्ट्सहरू, उपभोग्य वस्तुहरू सबै आयात हुन्छन्। र पेग हट्यो भनेपछि, हामीले पेग हटाइयौँ भनेपछि नेपाली रुपियाँ कमजोर हुन्छ र हामीले बढी पैसा तिर्नुपर्ने हुन्छ र यसको सिधा असर हामीलाई इन्धन महँगो हुन्छ, ग्यास महँगो हुन्छ, दाल महँगो होला, चाउल महँगो होला, ट्रान्सपोर्टेसन महँगो होला, औषधि महँगो होला र यसमा चाहिँ यसले गर्दाखेरि नेपालमा इन्फ्लेसनको मूल्य वृद्धिको ठुलो असर झट्का आउँछ र त्यसलाई हामीले कन्ट्रोल गर्न सक्ने अवस्था हुनुपर्ने हुन्छ र त्यसले गर्दाखेरि ठुलो नकारात्मक असर पार्छ। यस सँगसँगै भारतसँग व्यापार सीमा पार कारोबारले अराजकता ल्याउन सक्छ। नेपालमा पैसा सस्तो भइरहेको यदि पेग हट्यो भने हामीले चाहिँ हरेक दिन विनिमय दर बदलिन्छ, जसले गर्दाखेरि सीमावर्ती बजारमा आज उता गएर पैसा यता ल्याउने, नेपालको सीमाबाट भारतमा लाने, भारतबाट नेपालमा ल्याउने, जता सस्तो भयो, जता महँगो भयो महँगोतिर जाने, सस्तोतिर ल्याउने, यस्तो किसिमको रहिरहन्छ र यो प्राइसिङ रिस्क पनि एकदमै बढ्छ र जसले गर्दाखेरि इन्फर्मल मार्केट र ब्ल्याक मार्केटमा यसको चाहिँ ठुलो असर हुन्छ र जसले गर्दाखेरि सीमावर्ती अर्थतन्त्रमा ठुलो व्यापारिक बिजनेसको अनिश्चितता आउन सक्छ र यो एउटा चाहिँ नेपालको लागि ठुलो नकारात्मक असर रहन्छ। यस्तै गरेर हाम्रो फरेन एक्सचेन्ज रिजर्भ माथि ठुलो दबाव हुन्छ। नेपाली करेन्सी कमजोर भयो भने यस्तो अवस्थामा मानिसहरूले नेपाली करेन्सी बेचेर अमेरिकन डलरहरू लिन खोज्छन् अथवा इन्डियन करेन्सी लिन खोज्लान्, चाइनिज करेन्सीहरू लिन खोज्लान्। यस्तै नेपाल राष्ट्र बैङ्कले बजार सम्हाल्नको लागि रिजर्भमा भएको पैसाहरू धेरै खर्च गर्नु पर्ला, अथवा अब त्यो पैसाको भ्यालु कम भयो भने पनि हामीले चाहिँ त्यसलाई खर्च गर्नुपर्ने अवस्था आउला र यस्तै गरेर नेपालको पुँजी पलायनको मनोविज्ञान हाबी हुन्छ। मान्छेले के सोच्छ भने नेपालमा यस्तो भइरहेको छ, म त अर्को ठाउँमा लगानी गर्छु, विदेशमा लगानी गर्छु, अथवा म डलर किन्छु, म चाहिँ चाइनिज यानहरू म राख्छु, यस्तो कुराहरू गर्छ। जसको अर्थ के रहन्छ भने पेग हटाउने सङ्क्रमण कालमा रिजर्भ्समाथि ठुलो आक्रमण आउन सक्छ र जसले गर्दाखेरि हाम्रो चाहिँ रिजर्भ चाहिँ दबाव एकदमै बढी रहन्छ। यस्तै र बैंकिङ र वित्तीय क्षेत्रमा पनि पेग हटाउँदाखेरि ब्याज दर एकदमै चेन्ज बढ्न सक्छ, घट्न सक्छ। विदेशी मुद्राहरूको एक्सपोजर भएर हामीले चाहिँ व्यवसायहरू जसले चाहिँ विदेशी मुद्रामा डिपेन्ड रहन्छन्, समस्या आउन सक्छ। लोन रिपेमेन्टहरूमा हाम्रो चाहिँ समस्या आउन सक्छ। इम्पोर्ट्सहरूमा पनि हाम्रो यस्तो मार पर्न सक्छ, जसले गर्दाखेरि हाम्रो चाहिँ करेन्सी, नेपालमा करेन्सी इनस्टेबिलिटी र फाइनेन्सियल इनस्टेबिलिटी ठुलो आउने हुन्छ। यस्तै सामान्य नागरिकमा विश्वास रहँदैन। कस्तो हुन्छ भनेपछि सानो अर्थतन्त्रमा विश्वासको सङ्कट हुन्छ र उसले चाहिँ तथ्याङ्क भन्दा पनि छिटो डर फैलिन्छ, विश्वासको कमी हुन्छ, उसले गभर्मेन्टमा विश्वास नगर्न सक्छ र जसले गर्दाखेरि उसले चाहिँ के गर्छ त भनेपछि सुनहरूमा लगानी गर्छ अथवा चाहिँ जमिनहरूमा लगानी गर्ला, ल्यान्डहरूतिर, अनि चाहिँ यस्तै गरेर करेन्सीहरू राख्ला, होल्ड गर्ला। इन्फ्लेसन साइकोलोजी उसको दिमागमा जहिले पनि पैसा घट्छ बढ्छ भन्ने कुराहरू उसले जहिले पनि सोचिराख्ने हुन्छ र जसले गर्दाखेरि यसमा चाहिँ ठुलो समस्या आउँछ। नकारात्मक कुरा गर्नु पर्दाखेरि सरकारको ऋण परियोजना बजेटको लागत पनि बढ्छ, किनभने नेपाली पैसा कमजोर हुन्छ। कमजोर भइसकेपछि त्यो बेलामा चाहिँ विदेशका विकास परियोजनाहरू, विदेशी ऋणका कुराहरू, आपतमा आधारित सार्वजनिक खरिदका कुराहरू, फरेन करेन्सी लिङ्कका कुराहरू, यसमा चाहिँ नेपाली करेन्सी कमजोर भयो भनेपछि ऋण भुक्तानी महँगो पर्न सक्छ, परियोजनाहरूको लागत बढ्न सक्छ, बजेट घाटा हुने दबाव रहिरहन सक्छ र क्यापिटल स्पेन्डिङमा झन् कठिन हुन्छ र जसले गर्दाखेरि हेभी इन्फ्रास्ट्रक्चरमा सरकारलाई साह्रै ठुलो समस्या आउन सक्छ। हो, नेपालमा पेग हटाउँदा फाइदाभन्दा बढी घाटा देखिन्छ, किनभने पेग हटाउने निर्णय एक्सचेन्ज रेट पोलिसीमा मात्र होइन, यो पुरै आर्थिक संरचना, यो हामीले चाहिँ भारतसँगको पैसाको रेट तलमाथि भन्ने मात्रै होइन, यसमा चाहिँ हाम्रो चाहिँ पुरै आर्थिक संरचना जोडिएको हुन्छ र नेपालको अवस्थामा आयात, नेपाल अहिले कस्तो अवस्थामा छ भन्नु पर्दाखेरि आयात निर्भर छ, उद्योगको आधार सानो छ, निर्यात साह्रै कमजोर छ, वित्तीय बजार मा अप्ठ्यारो छ, नीति विश्वसनीयतामा मिश्रित प्रतिक्रियाहरू रहन्छन्, सीमा खुल्ला रहन्छ, बैंकिङ क्षेत्रमा चेन्जेस भइरहेको हुन्छ र जसले गर्दाखेरि पेग हटाउनु भनेको खासै अहिले भन्नुपर्दाखेरि कुनै ड्राइभ गर्न नजान्ने
व्यक्तिलाई अथवा अलिअलि ड्राइभ गर्न सक्ने चालकलाई चाहिँ पहाडी बेल्टमा हामीले चाहिँ अप्ठ्यारो बाटोमा गाडी चलाउन दिएको जस्तो चलिहाल्यो भने ठिकै हो, तर चलेन भनेपछि ठुलो दुर्घटना भएर बाँच्न सक्ने अवस्था नरहे जस्तै यदि हामीले त्यसलाई चलाउन राम्ररी प्याक सिस्टमलाई हामीले चाहिँ हटायौँ भनेपछि र राम्ररी चलाउन सकेन भनेपछि पुरै अर्थतन्त्र बर्बाद हुने र हामीले चाहिँ यसलाई चाहिँ कन्ट्रोल नगर्न सक्ने अवस्था हुन्छ। के पेग नेपालमा कहिले हटाउन हुँदैन? त्यस्तो होइन, हामीले चाहिँ पेग नहटाउने भन्ने कुरा गरेका छैनौँ, तर पेग हटाउनको लागि पहिले हामीले चाहिँ आफू स्ट्रङ हुनु पर्यो। पेग हटाउनु धेरै जोखिम छ, भविष्यमा समीक्षा गर्नुपर्ने हुन्छ, तर पेग हटाउनको लागि हामीले भविष्यमा पेग कमजोर परिवर्तन गर्न चाहे के हुन्छ भन्नु पर्दाखेरि पहिले चाहिँ हामीले निर्यात क्षमता बढाउनु पर्यो। यस्तै भारत बाहेक व्यापारमा विभेदीकरण हामीले अन्य अन्य देशहरूबाट पनि व्यापार गरेर चाहिँ हामीले भारतको व्यापार कम गर्नु पर्यो, अरू देशको व्यापार बढाउनु पर्यो, विदेशी मुद्राको रिजर्भ धेरै बनाउनु र धेरै बलियो बनाउनु पर्यो, एनआरबीको विश्वसनीयता स्वायत्तताको बलियो बनाउनु पर्यो, बैंकिङ क्षेत्र सफा र बलियो बनाउनु पर्यो। यस्तै चाहिँ हामीले सरकारको राजस्व र खर्च अनुशासन बलियो बनाउनु पर्यो। चाहिँ सीमावर्ती कारोबारहरूलाई हामीले फर्मलाइज गर्नु पर्यो। नेपालको पैसा इन्डिया, इन्डियाको पैसा नेपाल सजिलै हामीले चाहिँ बोकेर जाने त्यस्तो कुराहरूलाई हामीले यसलाई चाहिँ फर्मलाइज गर्न सक्नु पर्यो, जनविश्वास निर्माण गर्न सक्नु पर्यो। मान्छेले चाहिँ हो नेपालले चाहिँ बैंकमा यस्तो गर्न सक्छ भन्ने चाहिँ जनताको हुनु पर्यो र एकैचोटि होइन, यसलाई चरणबद्ध रूपमा 1 स्टेप 2 स्टेप 3 स्टेप गर्दा गर्दै बिस्तारै पहिले चाहिँ एउटा फिक्स नगरेर चाहिँ एकैचोटि नहटाएर यसलाई चाहिँ स्टेप वाइज स्टेप चाहिँ यसलाई हटाउनु पर्ने हुन्छ। तर एकैचोटि गर्दाखेरि एक्सटेन्ड हुने कन्फर्म छ नेपालको अवस्थामा। त त्यसमा विकल्प एमा के हुन्छ भन्दाखेरि पेग राख्ने, तर सबैभन्दा सुरक्षित अहिलेको लागि यही पेग राख्नु सबैभन्दा सुरक्षित हुन सक्छ। र यस्तै विकल्प बीमा के हुन सक्छ त भन्नु पर्दाखेरि पेग राखेर आन्तरिक संरचनामा सुधार गर्ने। सबैभन्दा पहिले व्यावहारिक पक्ष यो हुन सक्छ, हामीले पेग त राखेर आन्तरिक संरचना सुधार गर्ने र त्यसपछि मात्रै बिस्तारै पेग हटाउने। र तेस्रो यदि हामीले विकल्प दिने हो भने दीर्घकालमा बास्केट पेग तयार गर्ने। जसरी इन्डियनसँगको एउटा बास्केट पेग तयार गर्ने, अमेरिकन डलरसँगको एउटा बास्केट पेग तयार गर्ने, यस्तै गरेर चाइनिज करेन्सीसँग र अन्य मुद्रासँग चाहिँ हामीले चाहिँ एउटा यस्तो किसिमको हामीले चाहिँ बास्केट पेग तयार गर्ने। र यसरी गर्दाखेरि इन्डियन, अमेरिकन र चाइनिजसँग मात्रै अहिले गर्ने हो भनेपछि हामीले चाहिँ र अन्य 1-2 करेन्सीसँग यो सिस्टम राख्ने हो भनेपछि हामीसँग त्यसपछि यो विकल्पमा अलिकति हामीले चाहिँ अगाडि बढ्न सक्छौँ। र चौथो विकल्प भनेको म्यानेज्ड फ्लड हो। तर म्यानेज्ड फ्लड अहिलेको लागि एकदमै जोखिमपूर्ण रहेको छ र यसलाई चाहिँ अहिले नेपाल गभर्मेन्टले हात हाल्न उचित हुँदैन र यसमा चाहिँ जानु हुँदैन। विकल्प एमा चाहिँ हामीले पेग नै राख्ने हो, विकल्प बीमा चाहिँ हामीले चाहिँ संरचना सुधार गर्नतिर राखेर त्यसपछि पेग दिनमा जाने हो। दीर्घकालीन बास्केट पेग तयार गर्ने हो जसमा चाहिँ इन्डियन करेन्सी, अमेरिकन डलर र चाइनिजसँग स्पेसली यो 3वटासँग एउटा पेग सिस्टम राख्न सक्ने अवस्था हुन्छ। र हामीले चाहिँ यसरी गर्यो भनेपछि हाम्रो देशको अर्थतन्त्र नबिग्रने र हामीले चाहिँ बिस्तारै गर्नुपर्ने हुन्छ। तर यदि हामीले यो कुराहरू नगरेर एकैचोटि पेग सिस्टमलाई हटाउने हो भनेपछि मैले अहिलेको अवस्थामा चाहिँ दुर्घटना नै देख्छु। यसलाई चाहिँ हामीले चाहिँ राम्रो सुधारतिर जाला जस्तो लाग्दैन। यद्यपि अहिले राष्ट्र बैंक र कोरियन अध्ययन टोलीले पेग हटाउनु उपयुक्त हुन्छ भने तापनि त्योभन्दा पहिले हामीले एटलिस्ट चाहिँ 1 दशक जति चाहिँ हामीले चाहिँ के कुरा क्षेत्रमा चाहिँ हामीले सुधार गर्नुपर्छ र हामीले स्पेसली सीमा पारका कुराहरूको मैले कुरा गरेँ, अनि चाहिँ यस्ता फर्मलाइज गर्ने कुराहरूदेखि लिएर अन्य कुराहरूमा हामीले सुधार नगर्दा, हाम्रो वित्तीय संरचनाहरूको कुरा मा सुधार नगर्दासम्म हामीले चाहिँ पेग हटाउनु हुँदैन।